जोगबनी पार्ट 2 सीजन 2 और पार्ट 2 जो भी हम मालूम है तेरे बाप को मत सिखा। अच्छे जोगबनी पार्ट 2 पार्ट 2 हिजै खिच्यो है। पार्ट 1 नै पार्ट 1 एडिट हुनु बाँकी छ तर भिडियो बनिसक्यो। तब झोला किन नराखेको जोन जाने हो सुरेश दाईको बार्गेनिङ स्टाइल सिने एउटा म अगाडि कोही फर्स्ट भने है म अगाडि नहीं म बिहान कहाँ गएर तपाईँले खाने छैन। ओ सरी वाउ वाउ ल त्यो त कहाँ बस्छ खानै पाइन आज नि के त तार्दैन नि त मै भिडियो खोल्दिन पर्ने रेललाई हामी चाहिँ जयसम बोल अहिले साच्चै यस्तो बोलेर गएर जाने अगाडि ल लग त हार बनाउनु पर्ने बेला भएर ल आउने बेला बस जाने बेला अटो हाउस गर्मी आज चाहिँ अलिक गर्मी जस्तो भयो। हिजो अस्ति त्यति गर्मी भएन नि तपाईँलाई भएर हाउस गर्मी लिची चोर्नु मन छ लिची हेर्नु कस्तो खतरा पाकेको थिएँ चोर्न मन छ। हामी जोगबनीको बोर्डरमा आइपुग्यौँ। गाडी अब यहीँ राख्छौँ। अब यहाँबाट हिँड्दै जान्छौँ। सेम हिजोकै प्रोसेस तर हिजो हामी के सिटीमा होइन हिजो पनि हामी गाडीमै आएको तर मैले गाडीमा भिडियो बनाइन। बिचै तपाईँलाई के किनिदिने रे के किनिदिने रे के किनिदिने त्यही त चप्पल गाइस यो चाहिँ मेन इन्डियाको यो बोर्डर यसरी यो बन्द हुने रहेछ। बिहानमा आएको थियो त्यतिखेर बोर्डर बन्द थियो। अहिले चाहिँ बोर्डर खुलिसकेछ। अब हामीले गाडी त्यहाँ छोड्यौँ। अब बोर्डरसम्म हिँड्दै जान्छौँ। बोर्डरबाट फेरि अब हिँड्दै आउँछौँ अनि त्यहाँबाट आफ्नो नेपालपट्टि जान्छौँ। ओहो इन्डिया म अब कता ल इन्डियामा तपाईँहरूलाई स्वागत छ है। आप सबको इंडिया में बहुत बहुत आ रहे असली वाली बॉर्डर पे ये है ना। यो हाम्रो नेपालको ट्राफिक हुनुहुन्छ यता उता हुनुहुन्छ इन्डियाको ट्राफिक फिर से इन्डिया। गाइस हामी अहिले यहाँ जुत्ताहरू किन्न आएको छौँ यहाँनिर तर राम्रो प्राइस कतै मिलिरहेको छैन। दिनु न के दाइ 200 मा दिनु भन्छ कुछ तरिका भीख माग्ने भन्दिन न दाइको यो टी शर्ट म ब्लगमा पनि हजुरको लोकेसन राख्छु कि दाइ 200 मा दिनु न 200 में प्लीज 100 रुपए के 200 में दे दो ना। नहीं हजूर 100 रुपया में कहाँ आउँ चाहिए वो कॉटन का बैग 100 रुपया में आउँ दाइ दिनु न 200 में छोड़ दे ये महंगो अरु पनि लिनु छ महंगो कपडा आउँछ हजुर अरु पनि लिनु छ हो बोस 280 लानु। हामी टक्कै जोगबनीबाट छिरेपछि यतिबाट आइसि डाइरेक्ट यो शप देखिन्छ यो दाइको यहाँनिर। दाइ दिनु न के कतिमा दिनुहुन्छ ल भन्नु। 550 में दे दीजिए। हाँ जरूर जरूर जरूर। हाँ गाइस हम थोड़ा बार्गेनिंग करेंगे उसके बाद आपको फिर से बताएंगे। वो ये शौचालय है ना इसके पास में है तो आपको दिखने में आसानी हो जाएगी। यो पसल चाहिँ हाम्रो दाइको हो। यो लोकेसन यही भन्दिएको होइन लोकेसन हो तपाईको जोगबनीमा सार्वजनिक शौचालय एउटै छ। यो हाम्रो एक्ज्याक्ट लोकेसन हो ल्यान्डमार्क हो यो सार्वजनिक शौचालय अनि यसैको छेउमा लाग्छ पसल। अहिले एउटा पसल लागेको छ पछि पनि लाग्छ। यहाँ यो पुरै जुत्तै लाग्छ मेरै पसल लाग्छ। यो एकदम अहिले हटाएको छ नगर परिषदले। त्यही कारण छ डिफेन्सको इन्डिया पाकिस्तानको युद्ध चलिरहेको छ त्यसको लागि। अब यो लाग्छ फेरि उयो लागिहाल्छ यसमा
ठिक छ एकदम मिलाएर मलाई नि एकदम नसोचेको प्राइसमा दिनुभएको छ मलाई मैले भनेको जुत्ता दाइले सो तपाईँहरूलाई नि राम्रोसँग दिनुहुन्छ प्लिज यहाँ आउनु होला दाइसँग भेट्नु होला र भन्नु होला मेरो भिडियो हेरेर आउनु भा भन्नु होला वाउ ठीक है दाइ हामीलाई जुस खानु छ के दाइ जुस खान्छ हामीलाई यता कतै जुस छैन के गर्नको जेको हुन्छ यतै यतै हामीले यस्तो कति धेरै सपिङ गरिसक्यौँ बोर्डरबाट छिर्दिँदैन भन्ने कति ठुलो डर थियो फाइनल्ली हामी हाम्रै नेपाल प्यारो नेपालमा आइसक्यौँ अब हम गन्ने का जूस पिएंगे भैया थोड़ा वो गुस्सा कोई कुछ नहीं बोला कैसा है बता दीजिए हाँ ठीक है क्योंकि नाइस फेरि हामी अर्कोमा आएर फेरि गन्ने का जुस खा रहे ठीक भा अब विजय दाई र सुरेश दाई जाँदै हुनुहुन्छ र बाई बाई गर्नु अब रातचोटि भ्लगमा बाई बाई म्याम हामीलाई कसैले लिएर आउनु भएको छ राम्रोसँग जानु होला दुईजना को पहिला भेट्ने को पहिला पुग्ने है त चढाएंगे ओ उनको बुला हो भैया ऐसे ही बोल रहे थे रिक्शा में रोक लूं आपके लिए हाँ हमको उधर जाना पड़ेगा अच्छे से जाइएगा हमको हाँ वो तो हाँ बाय 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 अब सिर्फ हम दोनों रह गए हैं हमारा भी 3 बजे का बस है तो हम चले जाएंगे गाइस अब हामी पनि घर फर्किँदैछौँ बाय बाय हाई गाइस सो जोगबनीको यो चाहिँ मैले जोगबनीमा के सपिङ गरेँ जोगबनीको यो पार्ट 2 भ्लग हो जोगबनीको मैले पार्ट 1 अगाडि नै हालिसकेँ प्लिज यो गएर हेर्नु होला हेर्नुभएको छैन भने सो जोगबनी पार्ट 2 मा चाहिँ मैले के सपिङ गरेँ के गरेँ यो सबै यसमा देखाउँछु म सो मैले फर्स्टमा यो सुज यसको राम्रोसँग फोटो म हजुरलाई यता राखिदिन्छु यो सुज हेर्नु चाहिँ यो यस्तो हिलवालामा छ एन्ड सो प्रिटी एकदम राम्रो छ एकदम कम्फर्टेबल छ सो यसको प्राइस मैले ओन्ली कतिमा किने होला गेस गाइज ओन्ली सबै मैले नेपाली पैसामा नेपाली रुपिसमै किनेको हो सो ओन्ली नेपाली रुपिस 800 मा मैले चाहिँ यो सुज किनेको हो सो एकदमै चिपेस्ट प्राइसमा एकदमै राम्रो पाएँ मैले तर अरू पनि किन्न मन थियो तर मैले यसमा व्हाइटमा पनि खोजेको थिएँ तर पाएन मसँग टाइम एकदमै कम थियो यो बेलामा जम्मा 1 आवर पनि थिएन यो सबै सपिङ गर्ने बेलामा सो मैले यो लिएर फटाफट एकदमै दाइलाई प्लिज गरेर मैले एकदम प्लिज दाइ प्लिज भने 3 टाइम गएर म एकचोटि गएँ महँगो भयो भने फर्केँ फेरि अर्कोचोटि गएँ महँगो भयो भने फर्केँ फेरि अर्कोचोटि गएर दाइ प्लिज भनेर किनेको तर एकदमै स्विट हुन्थ्यो त्यो दाइहरू उहाँको लोकेसन पनि मैले राखेको छु अगाडि हजुरले हेर्नुभयो होला त्यो जोगबनीबाट जाँदा त्यहाँ पनि गएर प्लिज सप गर्नु होला त्यहाँ गएर सपिङ गर्नु होला एकदमै मिलाएर दिनुहुन्छ एकदमै राम्रो डिस्काउन्ट दिनुहुन्छ सो जान्छौँ हामी अब सेकेन्ड वाला मैले के किने यो चाहिँ मैले गाडी मेरो सानो भाइ मेजरको लागि किनेको थिएँ यसमा देख्ने बित्तिकै मलाई मन परिहाल्यो एकदम ठुलो यो थार थियो त मेजरलाई मन पर्थ्यो सो यो पनि मैले एकदमै सस्तोमा नै किने जम्मा कति होला ओन्ली 200 ओन्ली नेपाली रुपिस 200 मा मैले यो गाडी किने सो यसलाई पनि भन्न त कतै 600 650 भन्नुभएको थियो मैले एकदमै बार्गेनिङ गरेर प्लिज भनेर छोड्दै नछोडिकन 200 मा लिएँ सो उहाँले पनि दिनुभयो ओके एकदमै राम्रो भयो त्यो पनि एकदमै मैले राम्रो प्राइसमा किने सो अब थर्ड नम्बरमा दिस झुम्का ट्रस्ट मी गाइज यो झुम्का मैले ओन्ली 50 रुपिस मा किनेको पिक्चर पनि म यता राखिदिन्छु बट ओन्ली 50 रुपिस मा मैले यो झुम्का किनेको यो एकदम प्रिटी छ मैले राम्रोसँग हिँडेको पनि थिएन मैले यसो हेरेँ फुत्त लिएर हिँडिहालेँ किनकि मसँग टाइम थिएन सो लिगेँ इट लुक्स प्रिटी सो मैले लिगिहालेँ कति भनेको ओन्ली 50 रुपिस सो सिट दिएर हिँडिहालेँ पनि एकदमै राम्रो सो फोर्थ नम्बर दिस वान पिस यसको पनि फोटो म यता राखिदिन्छु यो मैले कतिमा किने होला थाहा छ यो पनि यति हतारमा किने कि गाइज मैले
यति हतार भइरहेको थियो नि हामीलाई, किनभने हामीलाई अरूले भन्नु त बोर्डरबाट लान दिइरहेको छैन, बोर्डरबाट लान दिइरहेको छैन भन्दै थियो। सो हामीलाई हतार पनि भइरहेको थियो। त्यही दिन यता काठमाडौँ पनि आउनु थियो। सो मैले चाहिँ यो जम्मा 250 मा किने, ओन्ली ₹250 मा किने। सो पछि थाहा भयो कि बोर्डरमा त त्यो जो व्यापार गर्न जो लैजान्छ नि सामान उसलाई मात्रै रोकेर चाहिँ हामी यो घरको आफ्नो युजको लागिलाई केही पनि गरिन्छ। सो हामीले त इजिली लिएर आइहाल्यौँ। यो पनि ओन्ली 250 मा लिएँ मैले। अर्को यो सर्ट लिएँ, यो पनि मलाई यस्तो हेरेँ मन परेर लिइहालेँ, तर यसको के डिजाइन रहेछ मैले अझसम्म बुझेको छैन। यता पछाडि पनि यस्तो छ, यता पनि छ। सो यो पनि एकदम प्रिटी छ। यसको फोटो म यता राखिदिन्छु। 6 कति नम्बर पुगिसक्यो। अर्को यो व्हाइट कलरको सर्ट नि, यो पनि एकदम प्रिटी लागिरहेको छ मलाई। यसमा भित्र केही लगाएर यसको टाँकोले लाउँदा पनि राम्रो हुन्छ, प्लस यसले जसरी पनि स्टाइल गर्न सक्छ किनकि व्हाइट सर्ट यसै राम्रो हुन्छ। यो पनि ओन्ली ₹250, पनि ओन्ली ₹250। मैले ओन्ली 250 मा एउटैबाट लिएँ यो 3टा। नो अझै यो 3टा मैले ओन्ली 700 मा लिएको हो एउटैबाट। 250 पनि परेन, अझै ₹50 मलाई डिस्काउन्ट मिल्यो। दिइरहनु भएको थियो तर मैले प्लिज दाइ प्लिज भनेर एकदमै, तपाईँले बार्गेनिङ चाहिँ गर्नुपर्छ त्यहाँ, किनभने पहिल्यै हजुरले सिधै पहिला एकदम लोएस्टमा लगाउनु भयो भने चाहिँ आफ्नोमा टिकिरहनु भयो भने चाहिँ डेफिनेटली पाउनु। नम्बरमा मैले लिएँ यो सर्ट कुर्ती, यो पनि मैले ओन्ली 250 मै लिएँ। यो पनि एकदमै छ, यो चाहिँ सिधै 250 भन्नुभएको थियो, मैले सिधै 250 मै लिएँ। यसमा केही घटाउनु परेन। मैले यो टी सर्ट ट्रस्ट मी, यो पनि मैले ओन्ली 250 मा लिएँ। आई थिङ्क यसलाई अलिक महँगो भन्नुभएको थियो, लाइक 450 त्यति भन्नुभएको थियो, दिनु भइरहेको थिएन 250 मा। सो मैले यसको पनि लोकेसन राखेको छु यो मैले कहाँ किनेको भनेर, तर मैले एकदम कर गरेँ, एकदम गरेँ। सो उहाँले दिनुभयो। सो मैले लिइहालेँ, मलाई एकदम मन पर्यो, एकदम कलर राम्रो थियो अनि यो लिप राम्रो लाग्यो। मैले गरेँ प्लिज दाइ प्लिज 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 भनेर यो पनि मैले पाइहालेँ। मसँग टाइम धेरै भएन जोगबनमा, नत्र मलाई अझै धेरै सपिङ गर्नु मन थियो। अझै त्यो कुर्तीहरू त्यो कुराहरू त्यो जुत्तीहरू अझै धेरै किन्नु थियो, बट हामीसँग त्यति धेरै टाइम नै भएन। तर त्यो पनि यति हतारमा यति किन्नु, एकदम चिपेस्ट प्राइसमा एकदमै चित्त बुझ्दो कुरा। सो एकदमै राम्रो भयो। सो मैले हजुरहरूलाई लोकेसन पनि राखेको छु, यदि हजुरहरू जोगबनी भिजिट गर्नुहुन्छ भने प्लिज त्यो सपहरूमा पनि भिजिट गर्नु होला, एकदमै राम्रो प्राइसमा पाउनुहुन्छ हजुरहरूले पनि। सो गाइज द्याट्स इट फर टुडे। आई थिङ्क यो हाम्रो विराटनगर सिरिजको यो भ्लग चाहिँ लास्ट सिरिज सबै हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद हजुरहरूलाई। यदि हेर्नुभएको छैन भने अगाडि गएर सबै भ्लगहरू हेर्नु होला, एकदमै राम्रो छ। मैले वेडिङको भ्लगहरू हालेको छु, के भयो सबै राखेको छु, एकदमै रमाइलो कुराहरू राखेको छु। सो गाइज थ्याङ्क यू फर वाचिङ, बाई बाई।